नमस्कार। सबैमा नमस्कार। म कर्नल केशव राई। 38 वर्ष मैले आर्मीमा नोकरी गरेँ। 1976 सालमा म आर्मीमा भर्ती भएको। 14 सम्म म आर्मीमा थिएँ। त्यस पश्चात मैले जिल्ला सैनिक बोर्ड दार्जिलिङमा 2019 सम्म नोकरी गरेँ। मेरो साथमा आज यहाँ कर्नल शर्मा हुनुहुन्छ, कर्नल प्रशान्त कुमार शर्मा। उहाँ 1971 सालमा फौजमा लाग्नुभएको थियो अनि 2011 सालमा 40 वर्षको सर्भिसको बादमा आउनुभएको। अनि उहाँ एउटा सेलेक्सन ग्रेड कर्नल भएर रिटायर हुनुभयो। त्यो चाहिँ मतलब उहाँ जुन क्याडरमा हुनुहुन्थ्यो त्यो क्याडरको हाइएस्ट ऱ्याङ्क भनौँ। आज विशेष हामी चाहिँ श्री पंकज कुमार सिंह, इन्टरलोकेटर फर गोर्खा इस्यू, सेन्ट्रल गभर्मेन्ट इन्टरलोकेटर फर गोर्खा इस्यू, उहाँलाई हामी भेटघाट गर्नको लागि उहाँले बोलाउनु भएको थियो अनि 16 तारिक हामीले उहाँलाई भेटेको थियौँ। श्री पंकज कुमार सिंह इन्डियन पुलिस सर्भिसको रिटायर्ड अफिसर हुनुहुन्छ अनि उहाँ 2022 मा रिटायर हुनुको बादमा डेप्टी एनएसए, डेप्टी नेसनल सेक्युरिटी एडभाइजर हुनुहुन्थ्यो। हाम्रो नेसनल सेक्युरिटी एडभाइजर अजित डोभालको साथमा। अहिले चाहिँ उहाँ अस्तिको साल इन्टरलोकेटर एपोइन्ट हुनुभयो। इन्टरलोकेटर अस्ति तपाईँहरू सबैलाई थाहै छ, जनवरी महिनाको अन्तिमतिर दार्जिलिङ आउनुभएको थियो। त्यस बेला पनि मलाई विशेष गरेर उहाँसँग भेट गराउनुको लागि कतिजना मान्छेहरूकोबाट फिलर आएको थियो, भेटघाट भएर। अन्त अस्ति 11 मार्चको दिन चाहिँ एउटा फोन आयो। उहाँले भन्नुभयो म चाहिँ इन्टरलोकेटर फर गोर्खा इस्युको जो हुनुहुन्छ श्री पंकज कुमार सिंह, उहाँको स्पेसल पर्सनल सेक्रेटरी बोल्दैछु अनि इन्टरलोकेटर साहब अब अहिले आउनु हुँदैछ छिट्टै 1-2 दिनभित्रमा, अन्त तपाईँसँग भेट्नु चाहन्छ। अन्त मैले भने ठिकै छ, भेटौँला। अन्त कुरा त्यतिमै सक्यो। अनि 15 तारिक बिहान, 15 तारिक मार्च 2026 को बिहान पिकेएस भन्ने मान्छेबाट मैले एउटा मेसेज पाएँ व्हाट्सएपमा। आई वान्ट टु मिट यु, आई एम ए इन्टरलोकेटर फर गोर्खा इस्युज अन 16th आई वान्ट टु मिट यु। मैले भने मेसेज दिएँ, हजुर म तपाईँसँग भेट्न चाहन्छु, म पनि इच्छुक छु, तर कहाँ भेट्ने हो, कुन जग्गामा, कति बजी भेट्ने हो, त्यो मेसेज गरिदिनुहोस्। अनि 3-4 घन्टा बादमा मेसेज आयो। 16 तारिक 12:45 कदमतलामा बीएसएफ हेडक्वार्टरमा भेट्ने भनेर। मैले सोचेँ हाम्रो अग्रज कर्नल पीके शर्मा ज्यूलाई पनि म लानु पर्यो। अनि डुवर्सबाट हाम्रो क्याप्टन खगेन्द्र शर्मा हुनुहुन्छ, बहुत जागरुक मान्छे, अन्त उहाँलाई पनि रिक्वेस्ट गरेँ। तर बेलुकासम्म खबर लाग्यो कर्नल पीके शर्मा दाइलाई पनि अलग्गै मेसेज आएछ। अनि हाम्रो लेफ्टेनेन्ट कर्नल विद्याधर शर्मा हुनुहुन्छ, बिडी शर्मा, उहाँलाई पनि मेसेज आएछ। अनि हामी चारैजना जानको लागि तयार भयौँ। अब जो बीएसएफ हेडक्वार्टरमा जान अनि उहाँ के बातचित भयो त्यो चाहिँ हाम्रो दाइ कर्नल पीके शर्माले बताउनुहुन्छ। इन्टरलोकेटरले दिनुभएको जुन चाहिँ टाइम र त्यो जग्गा थियो, त्यहाँ हामी समयमा पुग्यौँ कदमतला बीएसएफ हेडक्वार्टरमा। अनि त्यहाँ पुगेपछि कर्नल केशव राईले हामी, म लगायत कर्नल विधि शर्मा,
क्याप्टेन खगेन्द्रलाई उहाँसँग इन्ट्रोड्युस गराउनु भयो। अनि इन्टरलोकेटरले पनि आफ्नो म्यान्डेट बताउनु भयो। उहाँले भन्नुभयो कि म म्याक्सिमम मान्छेहरूसँग भेटघाट गर्न चाहन्छु, उहाँहरूको भ्युज लिन चाहन्छु। अनि उहाँले यो पनि बताउनु भयो कि कति जति पनि यो इस्युजहरू हुन्छ, कति लङ टर्म हुन्छ, कति सर्ट टर्म हुन्छ, कति एडमिनिस्ट्रेटिभ हुन्छ, कतिको लेजिस्लेसन चाहिन्छ, कतिको त कन्स्टिट्युसनल एमेन्डमेन्ट पनि चाहिन्छ। र यो कुरालाई मध्यनजर राखेर तपाईँहरूको के कसो भन्नुहुन्छ, तपाईँहरूले भन्न सक्नुहुन्छ भन्दा फेरि फर्दर पोइन्ट्सहरू केशव राईले राख्नुभयो। र मैले भन्नुपर्दा चाहिँ इन्टरलोकेटरलाई के भने भनेदेखि हाम्रो जो बेसिक मुद्दा चाहिँ हाम्रो आइडेन्टिफिकेसन हो, हाम्रो परिचय हो, र त्यसको लागि चाहिँ गोर्खाल्यान्ड नै हाम्रो एउटा बेसिक मुद्दा छँदैछ। र त्यो हुनु समय लाग्छ या केही सरकारमा केही अडचन छ भनेदेखि हामीलाई युनियन टेरिटोरी चाहिँ दिनैपर्छ। किनभने हामी पश्चिम बङ्गालको शासनबाट निस्कन चाहन्छौँ। किनभने ट्रिपल टी हामी भन्छौँ, जस्तो हाम्रो यो पहाड भेगको जुन चाहिँ रेभिन्यू, एउटा टिम्बर छ, एउटा टुरिज्म छ, एउटा टी छ, यति ज्यादा रेभिन्यू जेनेरेट भएर बङ्गालमा जान्छ, तर त्यसको 10% पनि हाम्रो पहाडमा हुँदैन। र एउटा अलगै हामी बङ्गालबाट छुटिएर एउटा व्यवस्था पायौँ भने चाहिँ हाम्रो यो इलाका प्रगति गरेर जान्छ जस्तो लाग्छ। र यति भन्दै फेरि मैले कारगिलको लडाइँको बारेमा मेरो 11 गोर्खा राइफल्सको 6 बटालियन, फर्स्ट 11 गोर्खा राइफल्सको जुन चाहिँ पटालिक सेक्टरमा लडाइँ लडेको थिएँ, उनीहरूको बारेमा मैले एउटा किताब लेखेको थिएँ, त्यो ब्रेभेस्ट अफ द ब्रेभ गोर्खाज टाइटलमा। र त्यसमा चाहिँ हाम्रो गोर्खाको बहादुरी, हाम्रो त्याग, हाम्रो बलिदानको विस्तृत जानकारी मैले कोरेर तयार पारेको हो। र त्यो चाहिँ किताब मैले उहाँलाई यस अकेजनमा दिएँ। र अरू के को कुरा भयो त्यो चाहिँ अब केशव भाइले भन्नुहुनेछ। श्री पंकज कुमार सिंह जो इंटरलोकेटरले अब कन्स्टिट्युसनल इस्यू, लेजिस्लेटिभ इस्यू, गभर्मेन्ट अर्डर इस्यू, अनि लङ टर्म, सर्ट टर्म र इमिडिएट टर्मको भनेपछि त्यही मुद्दामा अगाडि बढाएर मैले एउटा बातचित गरेँ। अनि उहाँलाई मैले भने दार्जिलिङ पार्वतीय क्षेत्र, दार्जिलिङ हिल्स चाहिँ हामी गोर्खाहरूको अनि नेपालीहरूको चाहिँ कल्चरल, पोलिटिकल सबै कुरोमा एउटा एपी सेन्टर थियो 20औं शताब्दीको मध्यसम्म। अनि त्यो चाहिँ अब ब्रिटिस इन्डियाको राजधानी दिल्ली सर्यो। त्यसरी नै 1953 सालमा नेपालमा अटोक्रेटिक शासन खत्म भएर डेमोक्रेटिक मोनार्की आयो। त्यसरी नै 1947 मा दार्जिलिङमा थुप्रै राजा महाराजाहरूको आफ्नो स्टेट थियो, एउटा अलगै रौनक थियो। त्यसरी नै 1974-75 सालमा सिक्किम बनियो, अर्को एउटा सेन्टर आयो। काठमाडौँ र गान्तोक नेपाली कल्चरको अल्टरनेट सेन्टरको रूपमा माथि आउन थाल्यो। अनि जुन भारत विभाजन भयो त्यसले गर्दा जो सिलिगुडी करिडोर बन्यो, सिलिगुडी करिडोर चाहिँ एउटा कमर्सियल हब बन्यो। त्यसले गर्दा आजको दिनमा दार्जिलिङको जो एउटा स्टाटस थियो त्यो चाहिँ गोर्खा कम्युनिटीको बीचमा अनि ओभरअल कम्ती भयो। अनि कुनै पनि समस्याको समाधान, गोर्खा इस्युको समाधानमा यो दार्जिलिङको इम्पोर्टेन्स दिएन भने त्यो समाधान लङ टर्म हुँदैन भनेर मैले उहाँलाई भने। यसको साथमा 7वटा पोइन्ट मैले उहाँलाई दिएँ।
यो हामीले बनाएर लगेको थियौँ। यो मैले कर्नल पिकेसँग हाम्रो अग्रजसँग बातचित गरेको थिएँ। यसमा स्पेसल डिलिमिटेसन अफ एसेम्ब्ली सेगमेन्ट लोकसभा एन्ड राज्यसभा कन्स्टिट्युएन्सी फर दार्जिलिङ हिल्स। अब यसमा अहिले 542बाट 861 लोकसभा सिट बनाउने भन्दैछ, अटोमेटिकली आउँछ। त्यसरी नै इनएक्ट सिटिजनसिप एमेन्डमेन्ट एक्ट फर गोर्खा सोल्जर्स भन्ने अर्को पोइन्ट थियो। रिक्रुटमेन्ट अफ गोर्खा बोइज, यसमा चाहिँ त्यो रिक्रुटेबल मेल पपुलेसनको जोले गर्दा भ्याकेन्सी कम्ती हुन्छ, हाम्रो केटाहरू ज्यादा सेलेक्ट हुन्छ। 60% केटाहरू मात्रै भर्ती गरेर हुन्छ, 40% एक सालसम्म दुगुरेर दौडेर भर्ती प्रोसेसमा हुन्छ, तर तिनीहरू जानु पाउँदैन। त्यसले गर्दा हाम्रो दार्जिलिङ पार्वतीय क्षेत्र सिलगढी तराई अनि डुवर्सको केटाहरू चाहिँ जतिजना सेलेक्ट हुन्छ सबैलाई नै इन्डियन आर्मी लिया जाओ। त्यसै पनि नेपालको केटाहरू आएको छैन, त्यसले गर्दा त्यो भ्याकेन्सी पनि पुरा हुन्छ भन्ने पोइन्ट थियो। विस्तृतमा बताएँ। त्यसको बारेमा दार्जिलिङ एनसिसीको बारेमा पनि बताएँ। हाम्रो नर्थ इस्ट स्टेट अनि जो हाम्रो सिक्किम छ, उनीहरूले एनसिसीको धेरै फाइदाहरू अलगै पाउँछन्, तर हामी चाहिँ दार्जिलिङको ग्रुप हेडक्वार्टर र अरू एनसिसीबाट त्यो फाइदाहरू पाएको छैनौँ। त्यसले गर्दा एनसिसीको रिअर्गनाइजेसन गरेर एउटा इन्डिपेन्डेन्ट ग्रुप हेडक्वार्टर या एनसिसी डाइरेक्टरेट बनाएर यो क्षेत्रलाई चाहिँ डाइरेक्टर जेनरल एनसिसीबाट को अन्डरमा राख्नुपर्छ भने। त्यसको बादमा सिक्किम स्काउट, एउटा पल्टन सिक्किम स्काउट रेज भएको छ। अन्त 13-14मा त हामीले बात सुन्दा 3टा बटालियन रेज हुनुको लागि गभर्मेन्टको एप्रुभल भइसकेको छ भन्दै थियो। त्यसकारण त्यो 2टा बटालियन छ, त्यो पनि चाँडैभन्दा चाँडै रेज होस् भनेर मैले पोइन्ट राखेँ। त्यसको बादमा जिल्ला सैनिक बोर्ड अलिपुरद्वार हुनुपर्छ। अनि यो दार्जिलिङ पार्वतीय क्षेत्र सिलगढी तराई अनि डुवर्स एरियाको जति पनि जिल्ला सैनिक बोर्डहरू छ त्यसको टाउके चाहिँ अलग्गै शाखा राज्य सैनिक बोर्ड बनाएर केन्द्रीय सैनिक बोर्डको अन्डरमा यसलाई नर्थ बेङ्गाल शाखा राज्य सैनिक बोर्ड चाहिँ गठन गराइयोस् भनेर भने। अनि लास्टमा जो हाम्रो डुवर्सको केटाहरू जो प्यारामिलिट्री फोर्सेसमा भर्ती हुन्छ, त्यो भर्तीमा चाहिँ जो अहिले दार्जिलिङ हिल्स जिटिए क्षेत्रको केटाहरूले अलिकति छुट पाउँछ हाइटमा स्पेसली, त्यो हाम्रो गोर्खा केटाहरूले डुवर्सको केटाहरूले पाएको छैन। त्यो पनि एनोमली हटिनुपर्छ भनेर हामीले पोइन्ट राख्यौँ। यो 7वटा पोइन्ट उहाँले सुन्नुभयो, धेरै बेर बात भयो अनि उहाँले अन्त्यमा भन्नुभयो यो 7वटा पोइन्टको चाहिँ तपाईँहरूले पुरा ब्रिफ बनाएर एउटा मेमोरेन्डम जस्तो बनाएर दिनुहोस् भने। त्यसमा हामीलाई टाइम लाग्यो बनाउनुको लागि, अनि हिजो मात्रै हामीले उहाँलाई व्हाट्सएप गऱ्यौँ। त्यसको बादमा मैले 2014मा गोर्खाल्यान्डको विषयमा एउटा विस्तृत लेख लेखेको थिएँ 22 पेजको। अनि साथमा मैले धेरै अध्ययन गरेर उत्तर बङ्ग गोर्खा स्टेट बनाउनु पर्यो भने त्यति बेलाको दार्जिलिङ डिस्ट्रिक्ट जो अहिले कालिम्पोङ पनि त्यसमा सामेल थियो, जलपाइगुडी अहिलेको अलिपुरद्वार पनि सामेल थियो। अनि कोचबिहार मिलाएर कसरी चाहिँ एउटा अलग राज्य या एडमिनिस्ट्रेटिभ युनिट बनाउन सकिन्छ, त्यसमा कति पपुलेसन हुन्छ, कहाँ कहाँ के अरू एडमिनिस्ट्रेटिभ सेटअपहरू गर्नुपर्छ, यो सबै मैले विश्लेषण गरेर लेखेको थिएँ। त्यो 2टै पेपरको कपी पनि उहाँलाई दिए। अनि हिजो जब हामीले पोइन्टहरू पठायौँ, त्यो पोइन्टहरू पठाउँदा यो 2टा पेपर पनि उहाँलाई मैले पोस्ट गरिदिएको छु। अनि उहाँकोबाट मलाई एक्नोलेजमेन्ट आयो, थ्याङ्क यू, ओके म हेर्छु भनेर।
त्यतिमा भनेर उहाँसँग मेरो तर्फबाट अनि कर्नल प्रशान्त कुमार शर्माज्यूको तर्फबाट हाम्रो पोइन्ट थिएन। अनि उहाँले लेफ्टेनेन्ट कर्नल विद्याधर शर्मा र क्याप्टन खगेन्द्र शर्माज्यूलाई सोध्नुभयो अनि उहाँहरूले आफ्नो पोइन्टहरू राख्नुभयो। अनि यो लेफ्टेनेन्ट कर्नल विद्याधर शर्माज्यू अनि क्याप्टन खगेन्द्र शर्माज्यूले राख्नुभएको पोइन्टहरूको बारेमा चाहिँ म हाम्रो अग्रज कर्नल पिके शर्माज्यूलाई कभर गर्नु रिक्वेस्ट गर्छु। राई भाइको र मेरो जुन चाहिँ भन्ने कुराहरू इन्टरलोकेटर भनिसकेपछि हामीसँग जाने लेफ्टेनेन्ट कर्नल विद्याधर शर्मा उहाँले पनि भन्नुभयो कि ठिक छ गोर्खाल्यान्ड र युनियन टेरिटरीको कुरा त भइगयो, मेरो तर्फबाट चाहिँ यो 11 जातको जुन चाहिँ पाइपलाइनमा छ एसटी बनाउने हो, त्यो त मेरो ख्यालमा भारत सरकारलाई सजिलै छ होला एउटा क्याबिनेट मिटिङ गरेर हुनु सक्ने कुरा। अन्त यो पनि भयो भनेदेखि हाम्रो जुन चाहिँ आइडेन्टिटी क्राइसिस धेरै मात्रामा खतम हुन्छ भनेर आफ्नो पोइन्ट राख्नुभयो। त्यसै गरी बाख्राकोटबाट आउनुभएको क्याप्टन खगेन्द्र साहबले भन्नुभयो कि हाम्रो गोर्खाज जति पनि आर्मीमा भर्ती हुन चाहन्छन् तिनीहरूलाई जुन चाहिँ सहुलियत हाम्रो दार्जिलिङ गोर्खाजहरूले पाउँदैछन् हाइटमा चेस्टमा त्यो पाएको छैनन् र कति भर्ती भएको केटाहरू प्यारामिलिट्री फोर्समा उनीहरूलाई सबै सेलेक्सन प्रोसेस भइसकेपछि पनि उनीहरूलाई त्यो अन्तिम क्षणमा छाँटेर बाहिर निकालेको कुराहरू गर्नुभयो। र गोर्खा जति कहीँको पनि होस् उसले जुन चाहिँ सहुलियत पाउनुपर्ने छ त्यो सबैले नै पाओस् भनेर पोइन्ट राख्नुभयो। र हाम्रो मिटिङ इन्टरलोकेटरसँग अति नै महत्त्वपूर्ण रह्यो। उहाँले हामी सबैलाई ध्यानपूर्वक सुन्नुभयो अनि आश्वासन दिनुभयो जुन चाहिँ पोइन्ट्सहरू चाहिँ छिटोभन्दा छिटो हामी गर्न सक्छौँ त्यो त हामी गर्ने नै छौँ भनेर। र उहाँले यो 6-7वटा पोइन्ट बनाएको इन्टरलोकेटर पठाइ पनि सक्नु भएको थियो। र ओभरअल भन्नुपर्दाखेरि इन्टरलोकेटरसँग हाम्रो 16 तारिकको मिटिङ चाहिँ बहुतै राम्रो भयो। अन्त हामीले 16 तारिक मार्च 2026 को दिनमा जो इन्टरलोकेटर श्री पङ्कज कुमार सिंहसँग बिएसएफ हेडक्वार्टर कदमतलामा भेटघाट गरेको थियौँ। त्यसको बारेमा सबैलाई हामीले बताउनु हाम्रो कर्तव्य हो। यसकै लागि हामीले यो आज भिडियो रेकर्ड गरेका छौँ। अनि जो पोइन्टहरू हामीले पठाएको छौँ त्यसमा ज्यादातर पोइन्ट हाम्रो एक्स सर्भिसम्यानहरूको बारेमा छ, किनभने हामी जो छौँ एक्स सर्भिसम्यानको समूहलाई उहाँले बोलाउनु भएको थियो अनि गएको थियौँ। तर हामी एक्स सर्भिसम्यान सबैको प्रतिनिधित्व गरेर गएको होइन। हाम्रोमा जो पोइन्ट थियो हामीले सम्झ्यौँ हाम्रो एक्स सर्भिसम्यान पूर्व सैनिकहरूको बारेमा हामीले बताउनु पर्ने छ, त्यो बतायौँ। अनि झन्डै 2 घन्टा बातचित भएछ त्यो दिन। मतलब हरेक पोइन्ट उहाँले बताउनु भयो अनि हरेक पोइन्ट उहाँले नोट पनि गर्नुभयो। अनि जब हामीले यो अब डिटेल पोइन्ट बतायौँ त्यसमा त उहाँले पढ्नु नै हुन्छ होला। अनि हाम्रो तर्फबाट यो हामीले पहल गऱ्यौँ। यसमा कसैको अन्य पोइन्टहरू छ या हाम्रो तर्फबाट कुनै पोइन्टहरू अलिक ठिक लागेन भने हामीलाई भन्नु होला। अनि जुन डकुमेन्टको हामीले बात गर्दैछौँ जो ब्रिफ अफ द पोइन्ट हामीले बनायौँ। अनि पहिला एउटा डिलिमिटेसनको बारेमा पेपर पनि हामीले उहाँलाई दिएको थियौँ। अनि जो 2014 मा मैले लेखेको पेपरहरू पनि उहाँलाई दिउँ। त्यो पेपरहरू कसैले चाहनुहुन्छ भने मसँग सम्पर्क गरेँ, म त्यसको PDF फर्मेटमा पठाइदिन्छु। आजको लागि यति। धन्यवाद। नमस्कार।